नेपालको पर्यटन सिद्ध्याउने फेक रेस्क्युको महाजाल, अर्बौंको ठगी र राज्यको लाचारी। कल्पना गर्नुस्, तपाईँ वर्षौंको सपना पूरा गर्न नेपालका हिमालहरू चढ्न आउनुभएको छ। तर तपाईलाई थाहै नपाई तपाईको गाइडले तपाईको खानामा केही मिसाइदिन्छ। तपाईँ बिरामी पर्नुहुन्छ, आत्तिनुहुन्छ, अनि सुरु हुन्छ हेलिकप्टर, अस्पताल र एजेन्सीहरूको एउटा यस्तो चक्रव्यूह जहाँ तपाईँ पर्यटक होइन, केवल डलर फल्ने रुख बन्नुहुन्छ। यो कुनै फिल्मको कथा होइन, यो उकेर अनलाइनले खुलाएको नेपालको पर्यटन क्षेत्रको सबैभन्दा ठूलो र डरलाग्दो फेक रेस्क्यु, नक्कली उद्धार घोटाला हो। आजको भिडियोमा हामी यो अर्बौंको ठगी कसरी हुन्छ, यसमा को संलग्न छन् र यसले कसरी नेपालको पर्यटन उद्योगलाई डुबाउँदैछ भन्ने बारे चर्चा गर्नेछौँ। बेकिङ सोडा र गाइडको सेटिङ। यो ठगीको पहिलो कडी हो, पदयात्रामा जाने गाइड। धेरैजसो गाइडहरू इमानदार हुन्छन्, तर केही ट्रेकिङ एजेन्सीले आफ्ना गाइडहरूलाई पहिले तालिम दिएका हुन्छन्। पर्यटकलाई जसरी पनि बिरामी बनाऊ र हेलिकप्टर बोलाऊ। कसरी? उनीहरूले पर्यटकको सुप वा खानामा लुकीछिपी बेकिङ सोडा मिसाइदिन्छन्। सोडा खाएपछि पेट फुल्ने, झाडा पखाला लाग्ने र टाउको दुख्ने हुन्छ। एल्टिट्युड सिकनेस। लेक लागेको र सोडाको असर उस्तै देखिन्छ। पर्यटक आत्तिन्छन् अनि गाइडले भन्छ, तपाईको अवस्था गम्भीर छ, तुरुन्तै हेलिकप्टर नबोलाए ज्यान जान सक्छ। एकजना पर्यटकलाई यसरी फेक रेस्क्यु गराए बापत गाइडले $500 देखि $1000 सिधै नगद कमिसन बुझ्छन्। यो पैसा पर्यटकले होइन, अन्तर्राष्ट्रिय बीमा कम्पनीले तिर्छन् भन्ने सोचेर गाइडहरू निर्धक्क यो अपराध गर्छन्। हेलिकप्टर र बिलिङको जालो। जब गाइडले रेस्क्युको माग गर्छ, तब एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स जस्ता उद्धार एजेन्सीहरूको भूमिका सुरु हुन्छ। यहाँबाट ठगीको अङ्क लाखबाट करोडमा पुग्छ। अनुसन्धानका अनुसार यी एजेन्सीहरूले एउटै हेलिकप्टरमा 4 देखि 5 जना पर्यटकलाई राखेर काठमाडौँ ल्याउँछन्। तर बीमा कम्पनीसँग पैसा दाबी गर्दा भने हरेक पर्यटकका लागि छुट्टा छुट्टै चार्टर्ड फ्लाइट गरेको नक्कली बिल बनाइन्छ। एउटा उडानको खर्च $5000 छ भने 5 जना पर्यटकको नाममा $25000 दाबी गरिन्छ। उडान विवरण, म्यानिफेस्ट किर्ते गरिन्छ र नियामक निकायलाई समेत प्रभावमा पारिन्छ। अस्पताल, जहाँ सधैँ मान्छे बिरामी बनाइन्छ। काठमाडौँ उत्रिएपछि पर्यटकलाई सिधै सेटिङ गरिएका अस्पतालहरूमा पुर्याइन्छ। स्वाकन, एरा र सिद्धि जस्ता अस्पतालहरू यस प्रकरणमा मुख्य अभियुक्तका रूपमा देखिएका छन्। त्यहाँ पुगेपछि पर्यटकलाई कुनै गम्भीर रोग नभए पनि सिधै आइसियुमा भर्ना गरिन्छ। किनकि आइसियुको बिल महँगो हुन्छ। बीमा रकमको अधिकतम सीमासम्म पुर्याउन आवश्यक नै नभएका एमआरआई र सिटी स्क्यान जबरजस्ती गरिन्छ। उकेराको रिपोर्ट अनुसार स्वाकन अस्पतालले मात्रै $1,03,98,00,000 यसरी ठगीको खाताबाट लिएको खुल्यो। अस्पतालले बीमाबाट पैसा पाएपछि त्यसको ठूलो हिस्सा मार्केटिङ खर्चको नाममा उद्धार एजेन्सीका सञ्चालकहरूलाई फिर्ता गर्छन्। यसलाई किक ब्याक भनिन्छ। मुक्ति पाण्डे र सुभाष केसी जस्ता व्यक्तिहरूले यसरी करोडौं कमिसन बुझेको प्रमाण प्रहरीले फेला पारेको छ। अडियो काण्ड र प्रमाण नष्ट गर्ने खेल। यो प्रकरण तब झन रोचक बन्यो जब एउटा 8 मिनेटको अडियो फेला पार्यो। यो अडियोमा माउन्टेन हेलिकप्टरका सञ्चालक राजेन्द्र बहादुर सिंह र फरार अभियुक्त श्यामसुन्दर कण्डेल बीचको कुराकानी छ। अडियोमा उनीहरूले सीआईबीको अनुसन्धानबाट बच्न कसरी प्रमाण नष्ट गर्ने, उडानको डाटा कसरी फेरबदल गर्ने र नागरिक उड्डयन प्राधिकरणका हाकिमहरूलाई कसरी हातमा लिने भनेर योजना बनाएको सुनिन्छ। सिंहले अडियोमा भन्छन्, अब उपरान्त हामी रेस्क्यु शब्द नै प्रयोग नगरौं, सबैलाई चार्टर बनौं। किनभने सीआईपीले हेलिकप्टर कम्पनीसँग मागे होइन, उसले क्यानसँग डाटा भिडाउन खोजे हो होइन। अब जस्तो हाम्रो कम्पनीमा त रेस्क्यु भनेको त डाटै छैन, हामी त सबै चार्टर फ्लाइट भनेर राख्छौँ होइन। अझ डरलाग्दो कुरा त के छ भने उनले लुक्ला विमानस्थलमा स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई पैसा खुवाएर राख्ने र उनीहरूबाटै फेक रिफरल बनाउने योजना समेत सुनाउँछन्। शक्तिशालीलाई उन्मुक्ति। प्रहरीले 33 जनालाई दोषी ठहर गर्दै प्रतिवेदन बुझाए पनि जिल्ला सरकारी वकिलको कार्यालयले 32 जना विरुद्ध मात्रै मुद्दा चलायो। अडियो प्रमाण र सीआईबीको प्रतिवेदनमा मुख्य योजनाकार देखिएका राजेन्द्र बहादुर सिंहलाई भने प्रमाण नपुगेको भन्दै उन्मुक्ति दिइयो। यसले एउटा गम्भीर प्रश्न उठाउँछ, के नेपालमा अर्बौंको ठगी र राष्ट्रघात गर्नेहरूलाई राजनीतिक र प्रशासनिक पहुँचका आधारमा जोगाइन्छ? के हाम्रो कानूनी व्यवस्था केवल साना गाइड र कर्मचारीका लागि मात्रै हो? अब कुरा गरौं यसले तपाईँ हाम्रो देशलाई कस्तो असर पारेको छ त। यो केवल पैसाको ठगी मात्र होइन, यो नेपालको पर्यटनको मेरुदण्ड भाँच्ने काम हो।
अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूले नेपाललाई हाई रिस्क जोनमा राखेका छन्। कतिपय कम्पनीले नेपाल आउने पर्यटकको बीमा गर्नै छोडिसके। बीमा नहुँदा वा महँगो हुँदा पर्यटकहरू नेपाल आउन डराउँछन्। उनीहरू भुटान वा भारतका पहाडहरू रोज्न थालेका छन्। जब कुनै विदेशी पर्यटकले आफ्नो देशमा गएर नेपालमा मलाई ठगियो, नक्कली बिरामी बनाइयो भन्छ, तब नेपालको छविमा दाग लाग्छ। हजारौं इमानदार गाइड र व्यवसायको रोजीरोटी यही फेक रेस्क्यूका कारण सङ्कटमा परेको छ। हिमाल हाम्रा हुन्, तर यी हिमाल बेचेर देशको बदनाम गर्ने अधिकार कसैलाई छैन। केही मुठ्ठीभर मानिसको अर्बौं कमाउने लोभले लाखौं नेपालीको भविष्य जोडिएको पर्यटन उद्योग धराशायी बन्दैछ। सरकारले यी सेतो हात्तीहरूलाई कारबाही गर्ला कि फेरि पनि फाइल थन्काइनेछ? यो हामी सबैले सोध्नुपर्ने प्रश्न हो। तपाईलाई यो भिडियो कस्तो लाग्यो? के तपाईँ पनि ट्रेकिङ जाँदा पर्यटकहरूलाई यस्तो अनुभव भएको भेट्नुभएको छ? कमेन्टमा लेख्नुहोला। यस्तै खोजमूलक र सत्य तथ्य भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यो भिडियोलाई लाइक र शेयर गरेर सबैमाझ पुर्याउन मद्दत गर्नुहोला। धन्यवाद।